कति देशको कुरा गर्नु आज चाहिँ रमाइलो गर्न क्याम्पिङ जाँदै हो है गाइस हामी सबै देखाउँछु है भिडियोमा। आजको हाम्रो क्याम्पिङ साइट चाहिँ यो हो है गाइसहरु। यसलाई चाहिँ लेक सेन्ट क्लेयर भन्दो रहेछ। ला हाम्रो चाहिँ सबै रेडी भइसक्यो गाइसहरु। मासु पनि पाक्दैछ। कति राम्रो ठाउँ चाहिँ हेर्नु त। ला छोराले माछा पनि पकादियो। अब यसलाई पोलेर खानु पर्छ है गाइस। गतिलो माछा समातियो के तले। मासु मिठो बालेको माछा तारेको लेउ लेउ सैला 2 बोतल घरमै पारेको। धरने सेको स्टाइल छ त के त। सराई मिठो हौ खाने वाया आउनु है गाइस। गाउँ घरमा हिड्ने बानी लागेको मासु पचाउन यसो हिड्दै हो है गाइस। तपाईहरु पनि आउनु पर्यो यो बुद्धि मान्छेको साथी। बेलुकाको रमझममा चाउ है गाइस हामीहरु। नाच्न त मन लाग्छ नि। यो बुढेसकालमा नाच्न नसके पनि एउटा गाना चाहिँ गाइदिम कि क्या हो। जस्तो गरज भाना जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो। ला गुड मर्निङ है गाइसहरु। हाम्रो क्याम्पिङ आजको सकियो। गाना गइयो नचियो। तपाईहरुलाई कस्तो लाग्यो भन्नु है। रमाइलो लाग्यो भने लाइक कमेन्ट र फलो गर्न चाहिँ नबिर्सिनु होला है। अब चाँदै हो खेल्न गएको भ्लग लिएर आउँदै छु। टिल देन टेक केयर लभ यु अल।